ल है के साह्रो जाम भएको नि यो यहाँ त गाडीले मान्छे हिर्काइरे जाम भएर बिजोक अवस्थामा बसेछौँ। गर्मी छ त्यस्तै एसी बसबाट पनि झर्नु परेको त्यस्तो पो छ त बेला खुल्ने हो थाहा छैन। उमेरमा पनि हजुर आमा भएको छ र हजुरको बहिनी हैन मान्छे बहिनी उहाँ चाहिँ हजुर कति वर्ष मान्छे त्यही छ मान्छेहरू उठाएको छैन 79 वर्ष है हजुरको के भन्न चाहनुहुन्छ वृन्दावनमा यो उत्साह कसरी आयो हजुरहरु परिवारसँग आउनुभएको छ के भन्न चाहनुहुन्छ उतापट्टि घर पढ्ने अब यो संयोगले जुटाएको भगवानको कृपाले पुलिसहरु त्यतिकै छ गाउँलेहरु त्यतिकै छ मान्छेहरु नजानु भन्दा पर त अलि पर नै छ टाढै छ यो जाम निकै लामो जाम छ उताबाट त्यतिकै जाम छ आउने त्यहाँ छ नि यताबाट यतिकै जाम बाटो पनि अरू रहन्छ के गर्ने होला है अब बर्बाद हुने भयो बर्बाद हुने भयो।